वाटर सोल्युबल भिटामिन मध्ये भिटामिन सी पनि एउटा हो। भिटामिन सी को केही प्रोपर्टीहरू, केमिकल नेम, त्यसको डिफिसियन्सी भयो भने कुन डिजिज लाग्न सक्छ, केमा भिटामिन सी पाइन्छ र यसको फङ्सनहरू के हो भन्ने बारेमा छलफल गर्न गइरहेको छु। भिटामिन सी को अर्को नाम स्कर्बिक एसिड हो। भिटामिन सी को डेफिसियन्सी भयो भने स्कर्बी भन्ने रोग लाग्छ। यसको साथसाथै एनिमिया, ब्लिडिङ प्रब्लम, लुज टिथ, गम ब्लिडिङ, जोइन्ट्सहरू स्वेलिङ आदि तथा हेमरेज यो सबै भिटामिन सी को डेफिसियन्सी को कारणले गर्दा डेफिसियन्सीहरू देखा पर्छन्। यसको सोर्स भनेको प्लान्ट सोर्समा फ्रुट्स भयो, आम्ला भयो, कागती भयो, स्कर्बिक एसिड भएको सोर्सेसहरू भयो। त्यस्तै एनिमल्समा फ्रेस मिट र फिसमा भिटामिन सी पाइन्छ। त्यस्तै एड्रिनल ग्ल्यान्ड र गोनाड्समा चाहिँ भिटामिन सी को सोर्स बढी मात्रामा पाइन्छ। अब भिटामिन सी को धेरै नै डेफिसियन्सीहरूको कारणले गर्दा धेरै समस्याहरू देखेका छन् र मोस्ट कमन चाहिँ एनिमिया पनि यसमा देखा पर्छ। सो अब जानु भिटामिन सी को फङ्सनको बारेमा। भिटामिन सी को फङ्सन अक्सिडेसन, आइरन मेटाबोलिजम, फोलिक एसिड मेटाबोलिजम, कोलाजन फर्मेसन। सो अक्सिडेसन भनेको के हो? अक्सिडेसन भनेको लुज के भन्छ इलेक्ट्रोन्स। हाम्रो शरीरले इलेक्ट्रोन्सलाई लुज गर्छ र अक्सिजनलाई गेन गर्छ। यो प्रक्रियालाई अक्सिडेसन भनिन्छ, जसमा डेड सेलहरूलाई के भन्छ एक्सक्रिएट गर्ने काम गर्छ हाम्रो बडीले। त्यसैले अहिले गोरो हुनको लागि सिन्थेटिक क्रिमको रूपमा पनि भिटामिन सीलाई प्रयोग गर्ने गरेका हुन्छन्।